कति टाइम लाग्छ भत्काउने केही टाइम चाहियो ड्याङ के ड्याङ वीरगन्जमा रोड अतिक्रमण गरेको जग्गाका घर टहरा हटाउँदै घर टहरा त के भन्नु बिल्डिङहरू चाहिँ हटाउँदै तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ वीरगन्जको ताजादेखि अलखिया मोडनिरको हो यो अलखिया मन्दिरनिरको मोड भनेको मन्दिर हो है मन्दिरनिरको दृश्य हो यो 3 तलाको बिल्डिङमा चाहिँ यो मात्रै होइन वीरगन्जका अधिकांश 1100 संरचनामा चाहिँ डोजर चल्ने भनेको थियो सरकारले र त्यही अनुरूप चाहिँ चलाइरहेको छ बिहानै 5 बजेदेखि तपाईँहरू देख्न सक्नुहुन्छ। शान्तिपूर्ण रूपमा नै भत्किरहेको छ यहाँनिर चाहिँ स्थानीयले कुनै पनि अवरोध गरेको अवस्था चाहिँ छैन मान्छेले बस हेरिरहेका छन् मात्रै स्थानीयले चाहिँ कुनै पनि अवरोध गरेको स्थिति चाहिँ छैन यहाँ चाहिँ सामान्य नै स्थिति छ। ट्राफिक व्यवस्थापन पनि गर्दै हुन्छ यहाँ सरहरूले छिटपुट घटना बाहेक चाहिँ यहाँनिर चाहिँ केही छैन है तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले डोजर चलेको अलखिया मोडनिर चलेको छ वीरगन्जका विभिन्न स्थानमा चाहिँ डोजर चलि नै रहेको छ तपाईँको गण्डकदेखि यता भन्सारसम्ममा नै डोजर चलिरहेको अवस्था छ। यहाँनिर चाहिँ लाइन चाहिँ पूर्ण रूपमा अवरुद्ध छ 4 दिन नआउने भनेर नेपाल विद्युत प्राधिकरणले पनि सूचना जारी गरिसकेको अवस्था रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ घटडाहरू चाहिँ कसरी भत्काइरहेको एकदमै डेन्जर तरिकाले भत्काइरहेको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकले यो वीरगन्जको ताजा स्थिति हो जनताको चाहिँ एकदमै बाक्लो त्यो डोजर हेर्नको लागि भएको भिड हो यो अलिकति ट्राफिक व्यवस्थापनलाई गरिरहेको अवस्था छ यहाँनिर कति टाइम लाग्छ भत्काउने केही टाइम चाहियो ड्याङ के ड्याङ व्यवस्थापनको लागि पनि अलिकति हामी परेको अवस्था छ र शान्तिपूर्ण रूपमा चाहिँ शान्तिपूर्ण रूपमा कसै कुनै पनि स्थानीयले चाहिँ अवरोध गरेको होइन यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै शान्त रूपमा स्थानीयले चाहिँ विकासमा चाहिँ अवरोध गर्दैन वीरगन्जवासी चाहिँ विकासको विरोधी होइन भन्ने चाहिँ ज्वलन्त उदाहरण यहाँबाट देख्न सकिन्छ। वीरगन्जवासीले चाहिँ यो उदाहरण देखाइरहेका छन् किनभने घर टडा यसरी भत्किँदा पनि शान्त एकदमै शान्त मुद्दामा हेरिरहेका छन् बस हेरेर बसिरहेका छन्। विकास हुनुपर्छ र सामान हटाउन पाउनुपर्छ भन्ने कुरा यो चाहिँ जनताको जायज माग पनि हो तपाईँ हामी देख्न सक्छौँ।